आज म केही अनौठो एपहरू टेस्ट गर्न जाँदैछु। फोन एपहरू हाम्रो जिन्दगीमा एकदमै इम्पोर्टेन्ट छन्, जस्तै युट्युब, दराज, पठाउ, टिकटक, जहाँ म सिसान दाई र गुरास दिदीको टिकटकहरू हेर्छु। तर कतिपय एपहरू वेयर्ड यानि अनौठो पनि छन्। त्यसैले आज म केही एपहरूलाई ट्राई गरेर हेर्नेवाला छु। हामीसँग यो रियल रेजर भन्ने एप छ। सो यो एपलाई स्टार्ट गरौँ। ओके, यो रेजर देख्न सक्नुहुन्छ तपाईँहरूले। ओके, ओ वाउ, यसमा त भाइब्रेसन पनि आउँदो रहेछ होइन। सो रियल रेजर जस्तै भाइब्रेसन आउँदो रहेछ, तपाईँहरूले सुन्न सक्नुहुन्छ। यसले तपाईँलाई कपाल काट्न त मद्दत गर्दैन, तर रेजरको फिल लिनलाई चाहिँ मद्दत गर्छ। घरको गाईको याद आइरहेछ? चिन्ता नगर्नुहोस्, किनकि अब हामीसँग छ यो सेकेन्ड एप जसको नाम हो मिल्क द काउ। अनि यो एप चाहिँ यस्तो छ, हेर्न सक्नुहुन्छ, मेड विथ युनिटी है। स्टार्ट हुँदैछ, स्टार्ट मिल्किङ माथि छौँ। अनि यस्तो छ है। यसमा चाहिँ हामीले यस्तै यसरी हामीले यो दुध निकाल्न मिल्छ है। यसरी अचम्मको एप छ। दुध निकाल्न चाहिँ मिल्छ, तर अफसोस यसमा पिउन चाहिँ मिल्दैन है। ओके, अर्को छ हामीसँग यो पेपर रेसिङ भन्ने एप। यसमा चाहिँ हजुरहरूले के गर्ने छ भने टोइलेट पेपर हुन्छ, टोइलेट पेपरलाई चाहिँ रोल फुकाल्ने हो होइन। मैले त्यो रिसर्च गर्दाखेरि थाहा पाएको। सो मेरो नाम राखौँ सबिन, अनि सिङ्गल प्लेयर गरौँ। ओके, यसलाई चाहिँ यसरी ड्र्याग गर्दै जाने। अब कति टाइमभित्रमा मैले ड्र्याग गर्न सक्दो रहेछ हेरौँ है त। ओके, मेरो चाहिँ बेस्ट टाइम भयो 13 सेकेन्ड्स है। तपाईँहरूले कति टाइममा गर्न सक्नुहुन्छ ट्राई गर्न सक्नुहुन्छ। फेरि रिट्राई गरौँ है। म अलिकति फास्ट गर्ने कोसिस गर्छु। 13 सेकेन्डभन्दा कममा गर्नु पर्यो। 13 सेकेन्डभन्दा कममा। यस, 11 सेकेन्ड्स 51 के अरे 11 सेकेन्ड्स 11.51 सेकेन्ड भनौँ न। ओके, अब हामीसँग अर्को एउटा एप छ, त्यसको नाम चाहिँ लाइ डिटेक्टर एप हो। यदि तपाईँको घरमा कसैले झुटो बोल्दैछ कि साँचो बोल्दैछ भनेर थाहा पाउनु मन छ भने स्पेसली वाइफहरूको लागि हो। अनि यो लाइ डिटेक्टर एपको लागि चाहिँ मलाई एउटा भोलिन्टियर चाहिन्छ। सो आज मसँग छ मेरो भाइ। ओके, इन्ट्रोड्युस गरिदिउँ। हल्का खोकी लागेको छ यसलाई। माई नेम इज सुसन। अरू के? आई लिभ इन काठमाडौँ। ओके, यसमा चाहिँ हामीले पहिला क्वेसन सोध्ने, अनि क्वेसन सोधिसके पछाडि यसमा फिङ्गर राखेपछि चाहिँ ट्रुथ हो कि लाई हो भनेर यो एपले देखाउँछ। फर्स्ट क्वेसन चाहिँ छ के त गे हो? होइन। फिङ्गर राख। पल्स स्क्यानिङ हो कि होइन है? हो कि होइन है? ओ बाचिस भाइ, झन् ट्रुथै आयो। गे होइन। यसको गर्लफ्रेन्ड चाहिँ एउटा मात्रै छ, तर यो एप कतिको एक्युरेट छ एकचोटि फेरि पनि टेस्ट गरेर हेरौँ होइन। अघिको चाहिँ ट्रुथ नै आयो, राम्रै ठिक छ, रिजल्ट राम्रै आयो। यो पालि चाहिँ कस्तो आउँछ हेरौँ। तेरो 5वटा गर्लफ्रेन्ड छ है? हो। ओके, यो पालि नि साँच्ची नै निस्क्यो। यो एपले चाहिँ साँच्ची नै काम गर्छ कि क्या हो गाइस? ओके, फेरि पनि टेस्ट गरेर हेरौँ। 2टा क्वेसनको एन्सर चाहिँ पक्का आइसक्यो होइन। ओके, हामी जुन ठाउँमा छौँ शेर्पास किचन, यहाँको मालिक चाहिँ हामीसँग हुनुहुन्छ अहिले होइन। हेलो भनिदिउँ भाइ। तेरो शेर्पास किचनको तेरो साथी गे हो? हो। भाइ सरी है, रङ रिजल्ट आयो भने माफ गर्नु होला। के हो यो एपले त ट्रुथ भन्यो त यार। अघिको 2टा क्वेसन त ठ्याक्क करेक्ट निस्कायो। भाइ
ओके हामीसँग अब चाहिँ छ यो डग ट्रान्सलेटर एप अनि यसको मनमा के चलिरहेछ भनेर मैले सोध्न खोजिरहेको छु यसलाई होइन बोल त बोल बोल अब गर्न बोल न यसले फेरि मलाई टोक्दै लाग्यो धेरै ठुलो चली करायो हेलो के छ तेरो हालखबर बोल बोल यार अरे बोल न यार 25 सेकेन्ड भइसक्यो कुर्दा कुर्दा केही बोल्दै बोल्दैन यसको मनमा त गाइस केही चलेकै छैन जस्तो छ है म यसलाई पहिला बुझाउँछु है यो के हो भनेर रिजल्ट नै आइसक्यो यहाँ त के रिजल्ट आउँदो रहेछ पानी छ्याप गरे जस्तो आवाज आयो यसको मनमा त केही चलेकै छैन जस्तो छ गाइस है बोल 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 भन्यो भने खालि पुच्छर हल्लाएर बस्छ बाबा गर्दा ऊ त्यो मान्छे हेर्दा त्यो मान्छे हेर्दा त्यो मान्छे हेर्दा त्यो बदमास हो त्यो त्यसलाई गाली गर्दा यो त घाम ताप्नमै व्यस्त छ पुरै बोल्न ला बोल बोल तेरीलाई भनेर म यहाँ यत्रो दुःख गरेर आइरहेको छु अघिदेखि केही त बोल्न यार केही त बोल अब चाहिँ घुक्छ क्या गर्न किच्चु भएन गर्न यसले त भावै दिएन गाइस डग ट्रान्सलेटर युज गर्न खोजेको उठेर जिउ तन्काएर सुसु गरेर गइदियो गाइस थ्याङ्क यू सो मच जे जतिजनाले यो भिडियो लास्टसम्म हेरिदिनु भएको छ यो च्यानललाई चाहिँ 2K सब्सक्राइबर्ससम्म पुर्याउनलाई मद्दत गरिदिनु होला भन्न चाहन्छु यदि नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरिदिनु होला र च्यानललाई सपोर्ट गरिदिनु होला लाइक र कमेन्ट गर्नु होला र अर्को भिडियो हेर्नको लागि चाहिँ यो माथि बक्समा क्लिक गर्नु होला थ्याङ्क यू सो मच